हेलो गाइज, गुड आफ्टरनुन सबैजनालाई। म आज फेरि धेरै दिन बाद चटपटी बनाउँदैछु र हामी चाहिँ मोमो खाँदै थियौँ है, चिकन मोमो। र चिकन मोमो चाहिँ हामी आगोमा बनाएर खाँदै थियौँ है। आगोमा बनाउने भन्ने प्लान गऱ्यौँ हामीले। अन्त दिदी भेना हामी भएर चाहिँ प्रिपेयर गर्दै, दिदीले डल्लो बनाउँदै थियो, भाइ दुध तताउँदै थियो, म चाहिँ भिडियो सुट गर्दै थिएँ। चिकन मोमो बनाएको हामीले चाहिँ यसरी सबैजना। मलाई चाहिँ यस्तो बनाउनु आउँदैन। आजको स्पेसलिस्ट चाहिँ भेना हुनुहुन्थ्यो। त्यसरी नै हाम्रो किमा छ र आदि मोमो बनाइसक्नु भएको थियो। म चाहिँ बेल्दै थिएँ, म त्यस्तो बनाउनु जान्दिनँ नि त। र म चाहिँ बेल्नु मात्रै हो, बनाउनु चाहिँ भेना दिदीहरू बनाउँदै थियो। अन्त यो चाहिँ किचन है गाइज, हाम्रो यस्तै छ, गाउँ बस्तीमा हो यस्तो त हुन्छ है किचनहरू। पछाडि के राखिरहेको थियो। यसरी नै हामीले मोमोहरू बनायौँ। हिजो भाइको बर्थडे पनि थियो नि त, अन्त के खानु भएर चाहिँ हामीले मोमो खाने भनेर प्लान गरेको थियौँ। अन्त र बनाउनु थालेको थियौँ मोमो हामीले। यसरी हाम्रो मोमो पनि पाक्दैछ, पाक्यो पनि भनौँ, अलमोस्ट पाकि पनि सकेको थियो। आगोमा यति मजाले आगो बल्छ गाउँ बस्तीमा है, अर्कै रमाइलो हुन्छ। यसरी झन् मोमो आगोमा बनाएर खानु पर्दा त है।